गुड मर्निङ गाइज, दिस इज माई फर्स्ट मिनी ब्लग एज अ स्कुल हेड नर्स के ड्युटी गरिन्छ भनेर म आज हजुरहरूलाई भन्न गइरहेको छु। र आज मेरो बर्थडे पनि हो र फर्स्टमा म उठेँ, रेडी भएँ, त्यसपछि म ढोका खोल्छु र मेरो रुमबाट बाहिरको भ्यू चाहिँ यस्तो छ मेरो। त्यसपछि मैले पानी सानी भोरेँ रुमको लागि, अनि आएर बेडसिट मिलाएँ, ट्याकटुक पारेँ बेडलाई। त्यसपछि म फ्रेस हुन गएँ। त्यसपछि मैले मामा अर्थको फेसवासले फेस वास गरेँ। त्यसपछि म बाहिर बजार जान लाएँ र बाहिरको 6 बजेको भ्यू चाहिँ यस्तो थियो। कति उज्यालो भइसकेको थियो। अनि म डेरी गएर दुध लिएँ, फलफुल पसलमा गएर फलफुल लिएँ, चक्लेट पसलमा गएर चक्लेटहरू किनेँ, अनि म घर आइपुगेँ। त्यसपछि म त्यही चिया र सेल खानु थालेँ, अनि मैले लन्च पनि आफ्नो प्याक गरेँ। त्यसपछि म रेडी हुन लाएँ स्कुलको लागि। फर्स्टमा म मोइस्चराइजर लगाउँछु सेराभीको। अनि त्यसपछि म लगाउँछु डट एन्ड कीको सनस्क्रिन। यो चाहिँ यस्तो सेक गरी गरी लाउनुपर्छ क्या, यस्तो निक्लिँदैन, झ्याउ लाग्छ। कहिले त बल्ल 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 निस्कियो। अनि त्यसपछि तर यो सनस्क्रिन चाहिँ आमामा लगाएपछि त अरू केही नै लाउनु पर्दैन, यस्तो ग्लो दिन्छ नि। त्यसपछि म लगाउँछु ब्लस। यो चाहिँ वास्तवमा लिपस्टिक हो, तर मैले चाहिँ यसलाई ब्लस गराएर लगाइदिन्छु। अनि यो खतरा लिपस्टिकको काम होइन, यसले ब्लसको काम चाहिँ खतरा गर्छ क्या, होइन मलाई। अनि ब्लस चाहिँ टक्क लगाएँ मैले। अनि त्यसपछि म लगाउँछु लिप लाइनर। मलाई धेरै मेकअप गर्न चाहिँ आउँदैन, मेरो डेली बेसिसको मेकअप चाहिँ यति नै हो, लाइनर। त्यसपछि म लगाउँछु कलर इसेन्सको लिपस्टिक न्युडवालामा। त्यसपछि म लाउँछु लिप ओइल। त्यसपछि म इयरिङ चेन्ज गर्छु, आजको मेरो आउटफिट अनुसारको इयरिङ लगाउँछु। कस्तो क्युट छ क्या, गिफ्ट आएको मलाई यो, मलाई चाहिँ मनपर्छ। म चाहिँ त्यहाँ साइडमा गीत बज्दैछ, अनि त्यो गीत गाउँदै लगाइरहेको छु क्या। बिहानभरि म चाहिँ गीतै लगाएर हुन्छ नि, आफ्नै धुनमा हुन्छ क्या। त्यसपछि
म कपाल यस्तो त्यसो मिलाउँछु अनि कपाल केही गरी मिल्दैन यस्तो ड्यामेज ड्राई भयो अनि मेरो कपाल। त्यसपछि म मेरो ड्रेस चेन्ज गर्छु। आज चाहिँ म आउट ड्रेसमा जानु लागेको बर्थडे भएको भएर, नत्र हाम्रो फ्राइडे मात्रै आउट ड्रेस एलाउ छ। त्यसपछि मैले अत्तर लगाएँ, यो चाहिँ मेरो फेभरेट अत्तर हो। त्यसको माथि चाहिँ म पर्फ्युम लगाउँछु अनि त्यसपछि मैले सबै सामानहरू मेरो पर्समा प्याक गरेँ। म चाहिँ एकै ठाउँमा प्याक गरेर राख्छु क्या, मलाई सजिलो लाग्छ क्या, एउटा उयसमा गयो भने भोलिपल्ट टक्क झिकेर लगाउनलाई। लगाइरहेको थिएन क्या, त्यो धेरै सामान भरेर। अनि म आइडी कार्ड लगाएँ। त्यसपछि म यस्तो देखिएँ, स्कुल जानलाई रेडी भएँ। अनि त्यसपछि म आफ्नो ड्युटीमा पुगेँ। मेरो कोठामा गएको त ढोका सोका नि खोलेको रहेनछ। मैले ढोका झ्याल खोलेर टक्क आफ्नो ठाउँमा बस्थेँ। बस्न साथ केही आयो होइन, मेरो बच्चाहरू अब आउन थाले। अनि त्यसपछि एक एक गर्दै बच्चाहरू आइरहेको थिए। त्यसपछि दिदीले मेरो कोठा नि सफा गरिदिनु भयो। त्यसपछि म चक्लेट बाँड्नु गएँ र मन्टेसरीको नर्सरीको कुराहरूलाई मैले चक्लेट बाँडेँ। कस्तो खुसी भइरहेको थियो क्या बच्चाहरू। म जहिले मेडिसिन मात्रै बाँड्छु नि त, अनि आज चाहिँ चक्लेट बाँड्दा चाहिँ उनीहरू कस्तो खुसी भइरहेको थियो कि जिस्किरहेको थियो। यसरी गर्दै म एउटा क्लासदेखि अर्को क्लास गर्दै बाँड्दै हिँडेँ। त्यसपछि पनि कुराहरूले मलाई विस गरिरहेको थियो क्या। मलाई त कस्तो खुसी लागेको नि। मान्छे खुसी हुनलाई ठुलो कुरै चाहिँदैन रहेछ क्या। मलाई त उनीहरूले विस गर्दा मलाई यति खुसी, म बच्चा जस्तो उनीहरू जस्तै बच्चा जस्तो भाइब्स आइरहेको थियो क्या। मलाई चाहिँ बच्चाको बर्थडे मनाउँदाखेरि चक्लेट बाँड्छ नि त्यस्तै भयो थियो मलाई। आज चाहिँ म आफै बच्चा जस्तो फिल भइरहेको थियो। तर के गर्नु, उनीहरूले डाँडा काटिसक्यो, त्यही पनि दिल त बच्चाए भने जस्तै भयो थियो मलाई। त्यसरी म चक्लेट बाँड्दै गएँ। त्यसपछि मैले मेरो रुम साइडको कुराहरूलाई पनि बाँडेँ। वास्तवमा मैले मन्टेसरी नर्सरीहरूलाई बाँड्छु भनेको थिएँ। अनि त्यसपछि यिनीहरूले रुम साइडकै छ नि त, अनि यिनीहरूलाई पनि बाँडिदिएँ। अझ हल्ला नगर है पनि भने, मेरै साइडमा छन् यस्तो हल्ला गरिसक्यो यो क्लास चाहिँ। अनि पुरा चक्लेट दिँदै गर्दा ज्ञानी भएर लिगिरहेको थियो क्या सबैजना। त्यसपछि मैले मिसोहरूको पनि बिपीसिपी नापेँ। त्यसपछि फेरि म एउटा क्लासमा बाँड्न गएँ। अघि बेल बजाएको थियो कि, अनि फेरि यो क्लास बाँकी थियो। अनि मैले आजको केस ढोङ्गोटाको यो मिसले आज हजुरको बर्थडेमा आउन पाइनँ ल भनेर भिडियो बनाउनु भएको थियो। अनि ठिकै छ मिस भने। अनि त्यसपछि म रुममा आइपुगेँ अनि आएर चेन्ज गरेँ। त्यसपछि म पार्टीमा जान रेडी भएँ।
त्यसपछि भेन्यू यो थियो मेरो चाहिँ रोयल्स होममा। हामी मिस र म मात्रै भएको थियौँ। पछि सबैजना एक एक गर्दै आउनुभयो अनि बर्थडे सेलिब्रेट गऱ्यौँ। त्यसपछि आएर केक सेक कटिङ गऱ्यौँ। म एउटा दुइटा यसो भिडियो गरेँ अनि फोटोसोटो भइरहेको थियो मेरो। त्यसपछि बच्चाहरू थियो मिसको बच्चाहरूसँग खेलेँ, स्विमिङ साइड गएँ अनि घर आएर चेन्ज गरेर फ्रेस भएर भिडियो बनाएको। ओके, गुड नाइट।